सो हे गाइज वेलकम टु माई मिनी ब्लग। स्वागत छ तपाईहरुलाई मेरो छोटो मिठो ब्लगमा। आज हामी घरमा सबैजना छौं। भात त पाकिसक्यो, तरकारी के पकाम भयो। त्यसपछि बारीभरि केराउ छ, केराउ र आलु पकाइदिन्छु भनेर यसो भाडा बोकेर म केराउ टिप्नलाई गरेछ बारीतिर पसे। सरर लाएर आज मौसम एकदमै राम्रो भएको छ। एकदम हिजोको असिना पानीले हाम्रो गाउँ बाचेर हेर्नुस् त गाइज कस्तो भएको छ। केराउ टिप्नलाई भाडा बोकेर सरर म अगाडि बढे। हाम्रो करेसा बारीमा धेरै खालको तरकारी थियो, तर पनि मलाई आज केराउ र आलु पकाम जस्तो भएर म केराउ टिप्नलाई लाए। हाम्रो सासु मम्मीले चाहिँ लगाउनु भएको प्याज, लसुन, बन्दागोपी, अहिले सिमी र मकै रोप्नु भएको छ। तरकारीहरू धेरै छ। अलि पानीको अभावले गर्दा हाम्रोमा तरकारी कम हुन्छ, तरकारीहरू खासै लगाइदैन। त्यही भएर आज यसो केराउ र आलु पकाइदिन्छु भनेर म केराउ टिप्नलाई भाडा बोकेर केराउ बारीतिर लाए। केराउ तरकारी पनि धेरै थरीको हुने रहेछ हैन गाइज। हाम्रो मम्मीले चाहिँ 3 थरीको केराउ लगाउनु भएको छ। तरकारी खानालाई यही ठिक हुन्छ कि भनेर मैले चाहिँ यही टिप्न लाए। केराउ गोड्न थाले मैले। एउटा टिप्ने एकदमै गाह्रो भएर मैले झाल्नै उखेलेर घरमा लगेर टिप्छु भनेर झाल्नै गोड्न थाले। भान्साको काम मलाई मात्रै हो कि तपाईहरु पनि त्यस्तै गाह्रो लाग्छ साथीहरु? कमेन्टमा भन्नुस् है त। केराउको झाल गोडेर मैले घरतिर लगे। टक्क लाएर दुईजना बसेर माया प्रीतिको कुरा गर्दै केराउ फोक्दै गर्यौं। अनि दुईजनाले फोकेर नलागेको बेलामा टक्क मेरो छोटु डल्ने फेरि छिटछिटो गरेर तरकारी पकाउँछु भन्दाखेरि काम बिगार्न बीचमा आइहाल्छ जहाँबाट भए पनि। सानो बच्चा माया लागिहाल्छ, पेट्न मन लाग्दैन, के गर्नु, बच्चापछि सबैको यस्तै हो। मैले मेरो छोरालाई केराउ दिएर यसो फकाउँदै थिएँ। त्यति बेला माइजू पनि आउनुभयो र माइजू भान्जी बसेर एकछिन गफगफ गर्यौं। पाहुना आइसकेपछि चिया पकाएर दिने चलन त सबै घरमा छ होला, त्यसैले मैले पनि माइजूको लागि चिया पकाउन थाले। चिया पकाउँछु भनेको त चिया पकाउने भाँडा त नमाजेको रहेछ। फेरि चिया पकाउने भाँडा माझ्न थाले मैले। बच्चाबच्ची भएपछि यस्तै हो, सबै काम भ्याइन्न, बच्चाले गर्न दिँदैन, के गर्नु, भाँडा सबै एकैचोटि माच्यो भनेर मैले यतिकै राखिरहेको थिएँ। माइजूको लागि भए पनि चिया पकाउनु पर्यो भनेर फेरि मैले भाँडा माझ्न थालेँ। हिजो अस्तिसम्म त भैँसीले दुध दिन्थ्यो र दुधवाला चिया खाइन्थ्यो, अहिले त भैँसीले दुध दिन पनि छाड्यो। त्यही भएर रातो चिया भए पनि पकाउँछु भनेर मैले रातो चिया पकाउन थालेँ। यता चिया पकाउँदै गर्दाखेरि बाबुले बाहिर नमानेर एकदमै रोइरहेको थियो। त्यही भएर छिटछिटो चिया पकाएर बाबुले भुलाउन जान्छु भनेर मैले एकदम छिटछिटो चिया पकाउन थालेँ। आजको भिडियो यति मात्रै हो गाइज। सबैजनाले माया गरेर लाइक, कमेन्ट, सेयर गरिदिनु होला र नेक्स्ट भिडियोहरूलाई पनि एकदमै माया गरिदिनु होला है।